ए जाँदैछु कहाँ हामीको दोकान लिनुको लागि दाजको बिगार जाँदैछु सुजल बस्छ अन्त यहाँ हाम्रो बाइक लिएर जाँदैछु यहाँ हाम्रो भाइ पनि आएको छ आज हामी कहाँ छौँ भाइ आज नयाँ बिजनेसको हामी गाडी लिएर जाँदैछु यहाँ छ एक्साइटिङ छ केटाहरू हो एक्साइटिङ छ हो डुम बस्छ त्यो बिमार चाहिँ हामीसँग एक्साइटिङ छु हामी जाँदैछु हामी घुम्नु जाँदैछु भाइ रातिको अलमोस्ट 12 बज्न रहेछ हामी जाँदैछु हाम्रो ठेला लिनुको लागि त्यो ठेला गाडी नयाँ बिजनेसको लागि हो हामी अहिले छु जेपी सेन्टरको छेउमा राति हाम्रो गाडी लिन आएको छु हाम्रो म्यानेजर अभिषेक शेफ आर्यन हामी यहाँ गाडी लिन राति हुँदा आएको छु यो यसलाई भन्छ हार्डवर्क के यसलाई भन्छ दुःख यसलाई भन्छ मेहनत यसलाई भन्छ क्या राति फ्याक्ट्री हामी अब हामी यहाँबाट जान्छौँ लिएर है सोता कस्तो स्ट्यान्डर्ड छ सोता हो यहाँ बनाउनु चाहिँ हाम्रो तपन्दा है फेरि एक्स्ट्रा लाग्छ नि दामी कुरा बाइक उठ्दैछ हेर्दा चाबी छ ए हामी यहाँ बिहिबारेमा छु हो कलाले गाडीको लागि मर्मत गर्दैछ भित्र हुक छ त त्यसमा लगाएको यहाँ छ यो गाडी चाहिँ हामी जयगम दोकानको लागि लगेको हो हामी यहाँ हाम्रो पितु सेफ पनि छ हाम्रो भाइ पनि आज हेल्प गर्नु आएको छ हामीलाई हो काम छुट्टी भएर आएको छ हो आर्यन अरे तल निकाल न छोरो तल हामी अहिले पुगेको छु ब्लन्टनिङ पुगेको छु हामी जाँदैछु गाडी लिएर केटाहरू यसलाई भन्छ स्ट्रगल होइन यो म्यानेजरको नाटक भुटानको लागि चाहिँ हामी एउटा नयाँ देश हो हामी हो भुटानको लागि चाहिँ सोचेर यसो मेहनत गरेर भुटानको मान्छेले राम्रो बस साइड गर अहिले बहुत थाक्यो अहिले बहुत थाकेको छु गरमले गर्दा टुरिज्म बोला हामी चाहिँ फर्स्ट भन्दाखेरि हामी आज यो ठेला लिन आएको छु फर्स्ट त्यसको लागि हो किनकि हामीले के भन्न चाहन्छु भनेर हामी चाहिँ भुटानको जो मेरो प्यारो प्यारो मायालु गेस्टहरू पनि छ कतिजना चिनाजाना आएको मेरो आसिम हो ल चाहिँ भन्नु के चाहन्छु भनेर यो नयाँ ठेला गाडी लिएर आउँदैछ ठेला गाडी हो अङ्कल किचनको हो ब्रान्ड आउँदैछ अनि तपाईँको के भन्छ त्यो चाहिँ पहिलाकै जग्गामा खोल्ने छ भन्दाखेरि चाहिँ अनि हामी चाहिँ यहाँ नयाँ राम्रो हाइजिनिक फुडहरू खिलाउने छु र यसको लागि चाहिँ के भने यति साह्रो मेहनत दिलो हाम्रो भाइ सेफ हाम्रो यो के भन्छ आर्यन भाइलाई पनि देखाइदिनु आर्यन भाइको यति मेहनत छ अङ्कल किचनमा नो डाउट के भन्नु आस्ते साइड गरेर यता साइड गरेर केटाहरू हार्डवर्क मान्छे रहेछ हेर यहाँ मजाले म्यानेजर हेर फाइनली हाम्रो रङ लाउने छ र हाम्रो फ्युचरको अगाडि छ अब जो हामी चाहिँ गाडीमा हिँड्नेहरू चाहिँ हामी आउने दिनमा पनि यो ठुलोभन्दा ठुलो गाडीमा हिँड्ने छु आज पनि गाडीमै छु अगाडि हेर त्यसको अनुहार चाहिँ किन चिन्दैन भनेपछि अहिले हाम्रोमा त्यसलाई लाउने प्रयास चल्दैछ त्यसको पनि एक दिन हुने छ मलाई पनि त्यो यसमा त केही मेहनत दिएको छैन त भाइ अनुहारको एक्सप्रेसन मात्रै यो हुँदैन त भाइ अनुहारको त्यो अनुहारमा मात्रै देखाएर म काम गर्दैछु भनेर हुँदैन काम देखाउनुपर्छ भाइ
हामी मङ्गलाबारी चौपतीमा आइपुगेको छु हो केटाहरू यहाँ छ मङ्गलाबारी चौपती हो हामी अङ्कल किचन ओपन भयो अब आउनु फेरि हाम्रो अङ्कल किचनमा ओपन यहाँ सेफ हो अब म्यानेजरलाई लिएर आउँ भनेको अङ्कल किचनमा अर्कोमा आउँदैन जो म्यानेजर मान्छे चाहिँ दिमागको काम फाइनली हामी जयराममा छु जयराम जयगाउँ एनएस रोड आइपुग्यो म कतिसम्म छेउमा केटाहरूको हार्डवर्क छु हामीले स्टिकर लगायो हो केटाहरूले बान्दैछ मुनिको लगाएको छैन मुनिको पछि लगाउँछु हो स्टिकर लगायो हो भोलिबाट ओपनिङ गर्दैछु हेरौँ हो बी पोजिटिभ अलवेज होइन केटाहरूले खुट्टीमा बान्दैछ क्लिन त्यहाँ केटाहरू छ हो हामी चाहिँ भोलि आज क्रिसमस लागिसक्यो ह्याप्पी क्रिसमस 2025को हामी भोलि अलमोस्ट सामानहरू रेडी भइसकेको भोलि खोल्नेको लागि हो आर्यन र सुजल नभए आकाश आउँछ होइन खोला को आउने त यो ब्रान्चमा यस्तो हुनुपर्छ केटाहरू क्या को अलि अर्कोसँग थाहा पायो फेरि चिलीमा यता बनाएर चिलीमा फेरि खिलायो बुझ्छ नि हामी त उता हुन्छ नि थाहै हुँदैन नि कसले आफ्नो चौपारेको मान्छेले धोका दिँदैन म त कालचिनीको मान्छेको सपोर्ट गरिरहेको अहिले पनि भनिरहेको छ भाइ उता गयो के अरे फेरि यता बिजी भन्नु सबै कुरो लाग्यो डब्बु र गयो चाहिँ खोइ खोइ कहाँ छ डब्बु र करे करे लाग्छ न भोलि लानु पर्यो डब्बु हेरेको चाहिँ यो हो नि डब्बु अब त भोलि यस्तो भारीको डब्बु चलाउने हल्ला चलाउँछ भारी नै भयो पनि गाली सेम डब्बु ल्याएको हारीले भाँच्छ भनेर सेम डब्बु अहिले रातिको 10:30 12:30 बजेको छ हो हामी केटाहरू बस्ती गएको छौँ किनकि भोलि हाम्रो ओपनिङ छ होइन पैसा बाँच्यो हाम्रो हुन्छ ओके सेमले ओके मतलब ओके पैसा बाँच्यो होइन भोलि भिजा राखेको भिजा राखेको फर्स्ट कस्टमर यहाँ छ हाम्रो ब्रदर आएको छ यस एभरग्रिन ब्रदर फर्स्ट डे अङ्कल किचनको यात्रा पनि फर्स्ट दिनमा को त्यो थियो भनेर क्या